Welcome back my new another video. यस्तै छ, जाडो छ, विन्टर टाइम जाडो छ, हावा चलिरहेको दामी खालको। यतातिर दसैँ चलिरहेछ हैन, खैरीहरूको दसैँ तिहार चलिरहेछ। दसैँ तिहारले गर्दाखेरि अनि 1 महिना जति छुट्टी छ। 1 महिना भने अराउन्ड 20 दिन जति छुट्टी छ। अनि त्यही छुट्टीमा झ्याउ लाग्दैन छ, अलिअलि रमाइलो भइरहेछ। झ्याउ पनि लागिरहेछ। साथीभाइहरू चाहिँ यसो कतै डुल्न गइन्छ दिनकै। साथीभाइ हाम्रो एउटा धामीजी हुनुहुन्छ अनि एकजना अर्को हाम्रो साथी हुनुहुन्छ यता, अनि यसो डुल्न गइन्छ हामी 3 जनै मिलेर। यस्तै छ, दसैँ तिहारको छुट्टी जे होस् राम्ररी बितिरहेछ भनौँ न। अनि यस्तै छ। यस्तो भ्लगरै चाहिँ होइन म, भ्लगरै चाहिँ होइन, म पनि भ्लगरै होइन नि। म यसो आफूले जे देख्यो त्यही खिचिदिने मात्रै हो। मुझे भ्लगर भनेर चाहिँ यो मुझे भ्लगरको मुझे नाम नबिगारौँ न, मुझे भ्लगर नामको बेचन नगरौँ न भनौँ न। भ्लगर होइन मुझे केही होइन, यसो मुझे अब कुनै मुभमेन्ट हुन्छ क्या, त्यो मुझे त्यसको लागि मात्रै भिडियो बनाएर युट्युबमा राखेको हो। जस्ट फर मुभमेन्ट, अरू केही होइन। जस्ट फर के भन्छ मुभमेन्टको लागि मात्रै त्यो मैले भिडियो गर्न खोजेको हो। म मुझे भ्लगर मुझे केही होइन। आज कता गइन्छ जे होस्, दामी हुनेवाला छ। आज पनि रमाइलो हुनेवाला छ। बाटोमै भेटौँला, सी यू सुन। यस्तो छ बाटो चाहिँ, यता यो यहाँ यति ठाडो बाटो छ, बिस्तारै हिँडिन्छ। दामी छ आज नि मौसम पनि, खत्रै गराएको छ मौसमले चाहिँ आज पनि। वाउ, यस्तो छ। यता जङ्गलको बिचमा आएर रोकिरहेको छौँ। साथीभाइ चाहिँ अगाडि गइसके, म पनि अब जानुपर्ने हुन्छ। लेट्स गो। हाम्रो साथीभाइहरू चाहिँ यता छैन है त, सबै राइडरै हो। साथीभाइहरू चाहिँ हिँडिसक्यो यहाँबाट, साथीभाइ चाहिँ राइडरै हो। बाटो त मायाको यस्तो ठाडो बाटो हुन्छ। वाउ, To see the horizon, turn us to thousands, and we'll grow in number, fueled by them. To see the horizon, turn us to thousands, and on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays, and on we'll go, through the wastelands. यताबाट चाहिँ यसो देखि सकिन्छ। यो ठाउँबाट चाहिँ दामी देखिन्छ। यता Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading. आज जे होस्, दसैँ तिहार चलिरहेछ यतातिर। हामी चाहिँ दसैँ तिहारको बिदामा दामी छ आइरहेको। दसैँ तिहारको बिदामा हो, 1 महिना जति दसैँ तिहारको बिदा छ। दसैँ तिहारको बिदामा यस्तै हो, जङ्गल डुल्यो। साथीभाइहरू चाहिँ यता छन्, जङ्गल डुल्यो। Through the highways, and on we'll go. यहाँबाट यस्तो देखिन्छ। साथीभाइ चाहिँ हिँडिसक्यो तल। अति ओह्रालो छ बाटो चाहिँ, यति ठाडो छ कि गाह्रै पर्दो रहेछ यार। लास्ट ठाडो बाटो छ, गाह्रै पर्छ। म चाहिँ अब कसरी देखाऊँ त, यहाँ त सकिन्न त हो। On we'll go, finding life along the way. बाटो चाहिँ यस्तोमा नि देख्न सकिन्छ है। बाटो चाहिँ लास्ट डेन्जर छ यार थोरै। Echoing around these walls, fighting to create a song. I don't wanna miss a beat.
साथीभाइहरू चाहिँ यता पुगिसकेका छन्। म चाहिँ बिस्तारै भिडियो सिडियो खिच्दै गइरहेको छु। साथीभाइहरू चाहिँ हाम्रो उता पुगिसकेका छन्। यस्तो छ माकुरीहरू यहाँ मुजी। यस्तो छ यताको वातावरण। सन्नी डे छ आज पनि। ल अब चाहिँ यो बाटो हुँदै उता लाग्नुपर्ने हुन्छ। यस्तो छ आज सन्नी डे। लेट्स गो। Thousands, and we'll grow in number, fueled by them to see the horizon, turn us to thousands. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun. यस्तो बाटोबाट आउनुपर्छ सरर हुँदै अगाडि यस्तो बाटो छ। Through the highways, and on we'll go. Hold me close till I get up. Time is barely on our यो बाटो हुन्छ साइक्लिङको लागि। बाटो चाहिँ यो हुन्छ। साथीभाइहरू अगाडि हिँड्छ कि हामी चाहिँ बिस्तारै जाँदैछौँ। लास्ट गर्ने भयो यार अहिले त। बाटो चाहिँ यस्तो एउटा डेन्जर बाटो छ। रमाइलो हुन्छ जे होस्। वाउ बाटो चाहिँ यसरी जङ्गलको मुनि मुनि गएको हुन्छ। उता पुगिसक्यो फेरि ठिकै छ बाटो। यता चाहिँ अलि तर कन्टिन्यू चलाउन सकिन्छ होला नि त। तर उकालो ओह्रालो अलिअलि यस्तो ख्याच्याङ खुचुङ मात्रै हुन्छ। वाउ यस्तो छ। ल यता पुगेपछि फेरि यस्तो छ बाटो चाहिँ यस्तो ख्याच्याङ खुचुङ छ। अगाडि गएपछि त्यस्तै छ। Through the highways, till my shadow turns to sun rays, and on we'll go, through the wastelands, through the highways, and on we'll go. बाटो चाहिँ यस्तै चिल पाराको हुन्छ जङ्गलको बिचै बिच। यो रमाइलो भइरहेछ। केटाहरू कहाँ अगाडि हिँडिसके। केटाहरू चाहिँ अनि पछाडि छु भिडियो रेकर्ड गर्दै बस्दै। साथीभाइहरू यस्तो बाटोमा पुग्यो अहिले चाहिँ। लास्टै हावा चलिरहेको यहाँ फेरि। यता यस्तो छ अघि माथि यस्तो मुनि बाटो देखाउनै पाइएन। मायाकुरी खत्रै बाटो थियो। त्यो चलाउन मात्रै सकिने जस्तो मोबाइल समातेर चाहिँ भिडियो गर्न नसकिने बाटो थियो। अहिले चाहिँ यस्तो दामी बाटो छ अहिले। जङ्गलकै बिचमा रमाइलो भइरहेछ। Hold me close till I get up. Time is barely on our side. I don't wanna waste
waste what's left. यताबाट चाहिँ यताको सिग्नल देखाइरहेछ माथि जानुपर्ने हुन्छ यताबाट आइयो अहिले अब बिस्तारै माथिको डाँडो हुँदै फेरि तल झर्नुपर्ने हुन्छ लेट्स गो साथीभाइहरू अब चाहिँ हामीले योबाट लाग्नुपर्ने हुन्छ म्याप चाहिँ यता छ हामीले यो बाटाबाट आयौँ अब यताबाट हुँदै हो कि मुजी कताबाट हुँदै हो जाने जे होस् यताबाट गयो नि हामीले जानुपर्ने यता हुन्छ अहिले वाउ यही बाटो हो यताको चाहिँ माथि डाँडाबाट पुगेर अनि सिधै तल जाने भन्ने हुन्छ भ्यू चाहिँ यस्तो छ यहाँको तलबाट माथि आएको बाटो चाहिँ लास्ट गएर छ यसरी हिँडाउनु पर्ने हुन्छ अहिले लास्ट गएर छ बाटो त्यही पनि रमाइलो भइरहेछ साथीभाइहरू उता अगाडि छन् यो चाहिँ हामी अर्को डेस्टिनेसनतिर लाग्यौँ 216 लेट्स गो एकछिन तल गएर सनराइज हेरौँ है त वाउ Till my shadow turns to sun rays, and on we'll go through the wastelands, through the highways, and on we'll go. See the horizon, turn us to thousands, and we'll grow in number, fueled by them to see the horizon, turn us to thousands, and on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. यो भ्यू हेर्नुपर्छ है ल इमेजिन त गर्न पायो नि मेरो फ्युचर वाइफ अनि यताको रेडी भएर बस ल तिमीलाई चाहिँ यसमा कोही पनि राख्दिनँ म यसमा तिमीलाई नै राख्ने हो म्यादी ल फ्युचर बुढीलाई म यता बस्छु बुढी यता हुन्छ होइन टक्क लगाएर मैले यो भ्यू चाहिँ बुढी र म सँगै हेर्नुपर्ने हुन्छ है इमेजिन है इमेजिन दामी इमेजिन हो नि अहिले नै मैले सुरक्षित राखिसकेँ वाउ यो भ्यू चाहिँ हेर्न आउनै पर्ने हुन्छ है थ्याङ्क यू फर वाचिङ माई भिडियो गाइजहरू सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला साथीभाइले सेयर गरिदिनु होला मेरो चाहिँ अहिले फुल्ली प्लान भइसक्यो बुढी र मैले बुढीलाई मैले यहाँ ल्याएर मैले टक्क मैले बुढाबुढी यो भ्यू हेर्नको लागि हामी एक दिन अवश्य यहाँ हुनेछौँ भन्दै अहिले चाहिँ वाउ सनसेट हुन लागिसक्यो अब चाहिँ हामी घर जानुपर्ने हुन्छ अब साथीभाइहरूमा हिँडिसक्यो अब चाहिँ घर जानुपर्ने हुन्छ सी यू सुन नेक्स्ट भिडियो वाउ जाडो छ ल अर्को भिडियोमा भेट्नुपर्छ सेयर लाइक सब्सक्राइब सबै गरिदिनु होला भन्दै थ्याङ्क यू फर वाचिङ